साथीहरू आज चाहिँ भक्तपुर घुमाउँ भनेर म चाहिँ यो चारखण्डी भन्ने ठाउँमा आइपुगेको छु। यहाँ पनि हल्का हेरेर चाहिँ अगाडि बढौँ है त। ल यो भक्तपुरको चारखण्डी भन्ने ठाउँमा चाहिँ ओरिजिनल छ है त। ल शिवलिङ्ग जस्तो यो चाहिँ अब सिमेन्टेड होइन, हेर्दाखेरि चिनिन्छ यो ढुङ्गाकै हो होइन। यस्तो शिलाहरू चाहिँ कमै देख्न पाइन्छ। बनाएको मूर्ति बनाएको शिवलिङ्गहरू भन्दा पनि होइन, यो चाहिँ ढुङ्गाकै हो है त। ल यो चाहिँ फेसनै हो कि के हो, जता पनि मन्दिरहरूमा जाँदाखेरि देख्न पाइन्छ यो शिवलिङ्गको भुलभुलैया होइन, सानो भुलभुलैया बनाइएको रहेछ। पिपलको बोट भएको भएर निकै सुन्दर छ यो पनि। सर्लक्कै ठुलो छ है त पिपलको रुख। माथि डाँडातिर चाहिँ पानी परिरहेछ। अब बर्खा मासको सिजन पानी त परि नै हाल्छ होइन। ल गुन्डुको यो पोइन्टमा आइपुगेको छु म चाहिँ अहिले। अब गुन्डुको पिकनिक स्पोट होइन, चौर अनि त्यो एरोप्लेनको अवशेष भएको ठाउँहरू तपाईँहरूलाई आज म घुमाउने छु। त्यो ठाउँ चाहिँ पाथिभरा मन्दिर भन्दा पनि यता साइडमा यहाँ हुनुपर्छ। ओके लेट्स गो। यो ठाउँ पनि निकै सुन्दर छ। ल है त कति सुन्दर आर्ट गरिएको छ यो भित्तामा। यो चाहिँ गुन्डुमा छ है साथीहरू। ल अब घुम्न निस्किएपछि एक्सपेक्टेसन भर्सेस रियालिटी त भइहाल्छ होइन। मान्छेहरू घुमेको यसो हेर्दाखेरि चाहिँ यो चौरहरू पनि यही जस्तो छ। अब ड्रोन सटको भिडियो हेरेर आएपछि चाहिँ होइन, ग्राउन्डेड सिन चाहिँ यस्तै हो। गुन्डुको प्लान्चोक भगवती रे यस्तो रहेछ। अनि म चाहिँ हात खुट्टा मुख मात्रै स्नान गरेर यसो मन्दिरको दर्शन पनि गरेँ। वरिपरि यसो घुमेर पनि हेरेँ, रमाइलै रहेछ। अनि बाँसको तामाको सिजन भएको भएर बाँसको पनि दर्शन गरेँ। अनि झ्याउकुरीले मलाई आफ्नै संस्कारमा स्वागत गरिरहेको थियो। अनि यो सुन्दर चौरमा सायद आज शनिबार भएर होला पिकनिक र डेटिङ गर्नेहरूको चहल पहल थियो। त्यस्तै गरेर बाँकी अरू ग्रुपहरू चाहिँ आफ्नै धुनमा टिकटक बनाउनमा व्यस्त देखिन्थे। अनि यो रुखको फेदमा यो डल्ला जस्ता चाहिँ के हो, बच्चाहरू खेलिरहेका थिए। मैले पनि एकैछिन अचम्म मानेर हेरेँ। अनि त्यसपछि रुखलाई माथिसम्म टुप्पैसम्म हेरेँ, त्यसपछि अगाडि बढेँ। त्यसपछि चाहिँ चौर लगभग सकियो र सुरु भयो शान्त जङ्गल। प्रकृति प्रेमीहरूको लागि एकदमै शान्त ठाउँ। ल यो चाहिँ रहेको छ भक्तपुर गुन्डुको एकदमै फेमस चौर, ब्युटिफुल चौर। तपाईँहरू पनि आउनुहोस् है त। ल यो ठाउँ चाहिँ होइन पिकनिक स्पोटको लागि चाहिँ एकदम पर्फेक्ट छ है। ल डेटिङ स्पोट पनि पिकनिक स्पोट पनि होइन। तपाईँहरू पनि आउन सक्नुहुन्छ है त। यस्तो दामी छ। ल क्या दामी चौर कार्यक्रम गर्न पनि मिल्छ। प्लेन ग्राउन्डेड भएको चाहिँ यहाँनिर रहेछ है। त्यहाँनिर मान्छेहरू पनि चढ्दै रहेछन्। हामी पनि गएर हेरौँ के कस्तो रहेछ। ल यस्तो रहेछ नि त। यो चाहिँ प्लेन दुर्घटना भएको हुनसक्छ भक्तपुरको गुन्डुमा। यस्तो छ है त। यो चाहिँ रियली प्लेनै होला, एक्सिडेन्ट भएको होला। ल भित्र चाहिँ यस्तो रहेछ। यो चाहिँ म चाहिँ क्र्यास भएकै सोचिरहेको थिएँ, क्र्यास भएको चाहिँ होइन रे यो चाहिँ। ल
आर्मीहरूलाई चाहिँ कसरी क्र्यास हुँदा बचाउने भनेर ट्रेनिङको लागि बनाएको रे। ल यस्तो रहेछ यो सूर्य विनायकबाट गुन्डुको पाथिभरा जाने क्रममा बीच बाटोबाट देखिएको काठमाडौँको दृश्य सर्लक्कै। पाथिभरा मन्दिर चाहिँ यता अगाडि छ है त। ल है त साथीहरू, यो चाहिँ सूर्य विनायक र गुन्डु बिचको साँगो हो। यो सुन्दर दृश्यसँगै आजलाई चाहिँ बाई बाई, टेक केयर।